विश्व गुरु विश्व माता पिता हाम्रो साई बाबा भगवान की जय जय। ब्रह्मांड नायक हृदय निवासी भगवान श्री सत्य साई बाबा जी की जय। लव ऑल सर्व ऑल साई राम। हैप्पी मदर्स डे। हामी कता जान लागेको आज? हामी गौशाला जान लागेको हो। गौशाला गएर अब गाई माता लक्ष्मी मातालाई अब केही अब खुलाम भनेर हिँड्न लागेको के अरे कार्य आउन लाग्यो। नन्द भाउजू जेठानी देउरानी भएर अब उतै गएर दाना खुवाउँदाखेरि देउरानी जेठानी के खाने अनि दाना खुवाएर त्यसपछि हामी साँझ 6-7 बजे घर फर्किन्छौँ। कस्तो राम्रो रहेछ क्या यो त नन्दिनी गौशाला अरे शिवनगर गौशाला। कस्तो राम्रो। ल हिँड्नुहोस् अगाडि। एकदम ठुलो वन रहेछ नि त यो वन उद्योग कति ठुलो रहेछ। ए भयङ्कर वन रहेछ भाइ डरै लाग्दो रहेछ। रातिमा त डर लाग्छ होला यहाँ त। खिच्नु त पपी बल्ल आउँदैछ। अध्यक्षज्यूको बल्ल सवारी हुँदैछ। कस्तो अँधेरो भएको गए अनि के बिचरा हस्पिटल जानुभएको छ हो र? होइन त ए अपरेसन हो र? बिचरा अध्यक्षलाई पनि भ्याइ नभ्याइ छ। गाह्रो छ क्या अध्यक्ष हुनु पनि। साईराम कति छन् गाई? थुप्रै छन्। राम्रो रहेछ ठुलो रहेछ के वन विभाग। छाडा गाईहरूलाई सबैलाई यहीँ ल्याएर राखेको ठिक हुन्थ्यो। साईराम दाना आयो ल? कति बोरा आयो? 2, 4, 6 बोरा। साईराम साईराम हाम्रा साईरामका हुल आउनुभयो। बल्ल बल्ल पत्ता लाएर हामी पनि आएको भाइ। बल्ल बल्ल पत्ता लाएर आएको। फर्स्ट टाइम आएको। साईराम के ल्याएको? नुन पनि हो। ए ल ल हामी त आउट ड्रेसमा आइयो। हजुर त ड्रेसमै हुनुहुन्छ। सेतो छ नि त। ल ल ल भित्र इन्ट्री गरौँ। साईरामहरू इनटरी गरौँ। इनटरी आज हाम्रो चिरञ्जीवी घिमिरे साईरामले गाईहरूलाई दाना खुवाउँदै हुनुहुन्छ आज औँसीको दिनमा। र अघि पछि पनि आएर बेला बेलामा खुवाइराख्नुहुन्छ। सेवामा एकदम अग्रसर हाम्रो साईराम। यसरी पानी राखेको रहेछ ड्रम काटेर। ल अलिअलि सबैले खुवाऊँ है। जानु साईराम एउटा भेलीको टुक्रा लिएर जानु है। ल भेली खाँदो रहेछ। खस्यो बनाएपछि हाम्रो उसमा हाल्नु पर्ने किसिमले बनाइदिनु है। ल ल अलिकति भेली भात त्यहाँ छ जति पनि छ। म त मैले अस्ति सेयर गरिदिएको नि। हो थ्याङ्क यू। ल खाऊ ल खाऊ भेली खाऊ। भेली खाइनौ तिमीले? मन परेन? भेली मन परेन यिनलाई?
आज फेरि बिहानदेखि सबैले खुवाइराखे होला नि अनि त्यही भएर पनि खाएन कि ए कोही कोही त खाइरहेछन् साइरामले खुवाएको त खाइरहेछ त मैले त्यहाँ दिएको खायो गुडले उसले त अलिकति खायो मैले खुवाइदिएको अलिकति त खायो त्यस्तो धेरै खाएन कि आज बिहानदेखि सबैले खुवाएको खुवाइ गऱ्यो होला नि त अहिले पछि ल्याउनु पर्छ कि खुवाउनुलाई त कताको त्यहाँ पनि छ गाई यहाँ भजन गर्दाखेरि यति खुट्टा दुखेको मेरो भर्खर उद्घाटन गर्ने बेलामा ए हो यहाँ म पनि फर्स्ट टाइम हो कि कति वर्ष भयो बनाएको तिहारमा लक्ष्मी पूजाको दिन हो उद्घाटन भएको ए नुन हो साइराम म यादै छैन कि बिर्सिने रहेछु घर गएर अनि भोलिपल्ट फेरि मैले हेर्छु भनेको भोलिपल्ट फेरि नेटको त्यो पोलमा आगो लाग्यो बल्ल आज बनाइदियो कि होइन कहाँ आगो लाग्यो हाम्रो घर अगाडि अबि अनि भयो अनि यहाँ फेरि अर्को गौशाला रहेछ ठुलो रहेछ यहाँ यो ममता लुम्बिनी ममतालाई यसो गर्दैछ सेयर गर्यौ थ्याङ्क यू मैले हेरेको छैन अब सेयर गरेको थाहा हुन्छ अहिले त्यही त यहाँ किन दौरा दौरो के अब हान्छन् क्या हो ढोका खोल्नु हाल्ला भेली पनि यही ल्याए हुन्छ के थुप्रो रहेछ नि त है ड्रेस लगाएर अगाडि बस्नु त ल उहाँले खिचिदिनुहुन्छ गौसेवा शिवनगरमा रहेको गौसेवामा हामीले आज माता तीर्थ औँसीको दिन परिवारहरू प्रदेश केन्द्रमा रहेका सब पदाधिकारीहरू हामी लिएर आज गौसेवामा माता तीर्थ औँसीको दिन चापट नुन भेली खाइयो गौमाताहरूलाई एउटा सेवा गर्ने एउटा अवसर पायौँ त्यसमा धेरै तर आजको दिन मात्रै होइन बेला बेलामा पनि आएर खुवाउनु पर्छ हामीले अस्ति पनि आएको आज होइन आज धेरै अगाडि छन् गाईहरू अस्ति 23 तारिकको दिन पनि हामी आएर अस्ति भर्खर खिलाएको थियौँ 23 तारिक लगत्तै आज कति तारिक भयो बेला बेलामा हामीलाई थाहा भयो अब यहाँ यस्तो रहेछ भनेर अबचोटि आउँदा चाहिँ हामी चाहिँ सार्वजनिक भजन गर्ने किसिमले आउने अनि बेला बेलामा आएर यसो खुवाउने खरबुजा काट्दै हुनुहुन्छ कुकुर पनि कति ज्ञानी भएर सुतेको बिरालो खै त बिरालो पनि कति ज्ञानी भएर पुच्छ ठाडो गरेर हिँडेको थियो कि
हाम्रो गीता साइराम पनि आउनुभएको छ सकि नसकी केही भएन के ड्रेसै नलागेको भगवान् बाबालाई थाहा छ यो को हो भनेर मेरो सच्चा भक्त हो भन्नुभएको छ बाबाले आज हामीले कार्यक्रम सकेर अब घरतिर प्रस्थान हुँदैछौँ हामी साईराम बाइकमा जानुहुन्छ उत्तिखेर पुगिहाल्नुहुन्छ कहाँ मणिग्राम साईरामको घर मणिग्राम बाइकमा जानुहुन्छ उत्तिखेर पुगिहाल्नुहुन्छ कोही साईरामहरू उहाँ पुगिसक्नुभयो अब हाम्रा पार्टी यहाँ छ फोटो खिच्दै हुनुहुन्छ फोटो होइन भिडियो बनाउँदै हुनुहुन्छ इन्टरनेसनल भिडियो बनाउनुहुन्छ नम्बर 1 हुनुहुन्छ हजुर नम्बर 1 हुन सकेको छैन हो नि प्रयासमा छु हेरौँ कहिले सक्सेस हुन्छु कहिले 8 मैले पुर्याउँछु भन्नुभएको छ भगवान्ले पुर्याइहाल्नु सधैँ कन्टेन्ट बनाउन सकिँदैन यस्तै मेन कार्यक्रमहरूमा सामेल हुने मेनमा हुनु पनि टाढाबाट आएर त्यो त आफ्नो राम्रो कुरा हो भगवान्ले शक्ति प्रदान गर्नुहुन्छ भन्ने आशा छ गरिराख्नु भएको छ बिजुली बालेर र हाम्रो साईराम टोलीहरू गौशाला शिवनगर वनको गौशालामा गएर फेरि बिजुली नबालिकन फेरि अँध्यारो होला बिजुली चड्के लाग्यो फेरि ल सबैलाई साईराम अब हामी साईराम सेवामा अगाडि बढ्न सकौँ भगवानसँग प्रार्थना गर्दै अहिलेलाई बाई बाई टेक केयर नमस्ते साईराम ल हामी अब अटोमा फर्किँदैछौँ घरतिर हाम्रो पूर्व अध्यक्षज्यू गीता श्रेष्ठज्यू साईराम मिलाइदिनु होला है जानु त भएर 8 बजे एउटा पाहुना